हरेक 5 वर्षमा लाखौं भक्तजनहरू गढीमाई मन्दिरमा भेला भएर जनावरको बलि चढाउँदछन्। रक्तताम्य भूमि, पीडित चित्कार, आस्थाको नाममा हजारौं जीवनको अन्त्य हुन्छ। हजारौं जीवनको अन्त्य हुन्छ। गढीमाईको पूजा गर्ने जनावरहरूको बलिदान किन आवश्यक छ? के हामी श्रद्धा, भक्ति र प्रेम बिना हिंसा देखाएर भगवानलाई प्रसन्न गर्न सक्दैनौँ? साँचो आस्था त दयालु हृदयबाट आउँछ। गढीमाईको पर्वमा निर्दोष प्राणीको बलिदान गरेर हामी धर्मको नाममा मात्र होइन, मानवता र करुणाको पनि हत्या गर्दछौँ। हामीले परम्पराको नाममा अन्धविश्वासलाई पालना गर्नुको सट्टा जीवनको मूल्य र सबै प्राणीको अधिकारको सम्मान गर्न सिक्नुपर्छ। मेरो प्राणमाथि मेरो पनि अधिकार छ, तर गढीमाईको नाममा मेरो रगत बगाउँदा कि मेरो पीडा कसैले सुन्छ त? म चुपचाप बलिदान बन्न चाहन्न। मेरो अस्तित्वको पनि अर्थ छ। म पनि बाँच्न चाहन्छु।